नमस्कार, म रञ्जना राई पुनः उपस्थित भइसकेको छु। स्वागत छ। ब्याक टु लिम्चुङबुङ, लिम्चुङबुङको उत्पादन सहरसम्म जोड्ने हाम्रो कार्य निरन्तर अगाडि बढिरहनेछ। लिम्चुङबुङमा परिवारको प्रत्येक सदस्य मिलेर अकबरे खुर्सानी उत्पादन गरिरहनु भएको छ। यो उहाँहरूको परिवारसँग जोडिएको र उहाँहरूको चुलोसँग जोडिएको उत्पादन हो। तपाईँहरूले मेरो सामु देखिरहनु भएको छ, यो अकबरे खुर्सानीको अचार हो। यो लिम्चुङबुङमा उत्पादित अकबरे खुर्सानी र उहाँहरूले चाहिँ लघु उद्यममा ट्रेनिङ प्राप्त गरी निर्माण गर्नुभएको अचार हो। यो चाहिँ हाफ केजीको प्याकेज छ। यो उहाँहरूको पहिलो निर्माण भएर यसरी प्याकेजिङ गरेर पठाइदिनु भएको छ। यो खानलाई एकदमै रेडी छ। यदि तपाईँहरू लिम्चुङबुङको उत्पादन लिन चाहनुहुन्छ भने तपाईँहरूले टेक्स्ट गर्न सक्नुहुनेछ अथवा माथि म नम्बर छोडिदिन्छु, त्यसमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ। र अहिले यसको प्याकेजिङ यस्तो छ, केही दिनपछि म यसलाई चाहिँ व्यवस्थित गर्नेछु र 2 दिन पछाडि चाहिँ लिम्चुङबुङको फ्रेस अकबरे खुर्सानी आउँदैछ। यदि तपाईँहरू लिन चाहनुहुन्छ भने कृपया अर्डर गर्नुहोला। तपाईँहरूको अर्डर अनुसार सामान आउँछ र तपाईँहरूलाई हामी होम डेलिभरी गरिदिनेछौँ, अचार पनि र डल्ले खुर्सानी पनि। धन्यवाद।